लगाई चाहिँ यो चाहिँ हाम्रो उपरमुस्ताङ अन्तर्गत चाहिँ लोबनथान नजिकैको एकदम राम्रो भ्यू देखिने ठाउँ छ। यहाँबाट चाहिँ हाम्रो एकदम खुला छ, पहाड पनि एकदम हिमाल पनि होइन, यस्तो दामी देखिया छ कि यहाँबाट भ्यूहरू चाहिँ कुरै छोड्दैन। यहाँको अनि एकदम आनन्द फिल हुन्छ क्या। हजुरहरू पनि आउनु होला, यहाँ राम्रो फोटोहरू खिच्नु होला। मुस्ताङ आइसकेपछि चाहिँ उपर मुस्ताङ पनि एकचोटि हजुरहरू घुमेर जानु होला। यहाँको प्रकृति कस्तो छ, यहाँको वातावरण कस्तो छ, के छ बुझ्नु होला। नेपालको चाहिँ युरेनियम खानी भन्नुहुन्छ। युरेनियम खानी चाहिँ पछाडि देखिएको छ, त्यो सेतो पहाड चाहिँ त्यो चाहिँ पुरै युरेनियम खानी हो। यहाँ चाहिँ अमेरिका, चाइना र विभिन्न ठुल्ठुला देशहरूबाट चाहिँ बेला बेलामा प्रशिक्षण गर्नलाई चाहिँ आइराख्नु भएको हुन्छ। अनि यहाँबाट चाहिँ यहाँ त्यसको तल पनि तातो पानी रहेको छ। तातो पानीमा पनि नुहाउन सक्नुहुन्छ आएर। यसो यहाँको रमणीय ठाउँ, यहाँको तातो पानी आनन्द छ कि फिल, एकदम आनन्द, छुट्टै टाइपको आनन्द फिल हुन्छ। हावा त्यस्तै सरेर चलिरहेको छ। हावा हेर्नु न, त्यहाँ हावा कस्तो मजाले चलिरहेको छ भन्ने कुरै छैन। यस्तै छ, मुस्ताङमा आउनु होला, फोटोसोटो खिच्नु होला।